त्योभन्दा अग्लो घरमा जाने, यहाँबाट यो धागो लिइसकेपछि यसरी नै क्लोज गर्ने, यसरी। फेरि अर्को यो घर छोडी अर्को घरमा जाने, यसलाई नै धागो बाहिर निकाल्दिने। यसो गर्दा हाम्रो एक योग यसरी मजाले बन्छ है त। फेरि अर्को प्रोसेस पनि म सेम त्यसै गर्छु, तपाईँले हेर्दै गर्नु होला, स्लो गरेर हेर्न सक्नुहुनेछ। 1 2 चेन, एक धागो, फेरि नेक्स्टमा धागो बाहिर, दुईटा दुईटा, एउटा भयो। फेरि 1 2 चोटि घुमाउने, नेक्स्टमा जाने, धागो बाहिर तान्ने, 1 2, नेक्स्टबाट धागो बाहिर तान्ने। अब यहाँ दुईटालाई एकचोटि, दुईटालाई एकचोटि, दुईटालाई एकचोटि गरी 3 चोटि कम्प्लिट गर्ने। अनि यहाँ दुईटा चेन बनाउने, 1 2 चेन बनाउने। अनि 1 2 चेन बनाउनुभन्दा अगाडिको भागबाट यहाँ र यहाँबाट एउटा एउटा लिने, यो धागोले क्लोज गरिदिने, यसरी क्लोज गर्ने हैन। फेरि 1 2, जुन यो अगाडि बनाएको थियो त्यसमै अर्को घर पनि बनाउने। यसमा पनि हामी 2 2 2 गरी 3 पल्ट सक्यौँ। अब एउटा धागो लिएर अर्को घरमा जाने, बन्द गर्ने, दुईलाई एकचोटि क्लोज गर्ने। फेरि दुईटा चेन, 1 2, अर्कोमा गएर यो धागो तानिसकेपछि यसैले नै क्लोज गर्ने। फेरि अर्को बनाउनलाई अर्कोमा जाने, यो धागा निकाल्ने अनि क्लोज गरिदिने। यो गर्दा अर्को बन्यो। अब तपाईँले लुज बनाउनु भयो भने यस्तो बन्छ, टाइट बनाउनु भयो यस्तो बन्छ, यिनीहरू फरक हुन्छ कि। यसै गरी फेरि अर्को बनाउनलाई 1 2 लिने, एउटा धागो, नेक्स्टमा जाने, दुईटा सँगै, अर्को दुईटा सँगै, 1 2, फेरि त्यस्तै धागो लिएर 1 चेन 2 चेन 3 चेन 1 2, यताबाट फसाएर क्लोज गरिदिने, 1 2, फेरि त्यसमै 2 3 4, एउटा धागो लिने, नेक्स्टमा जाने, फेरि 1 2, अब 2 चेन, अब यसलाई बन्द गर्ने, अर्कोबाट धागो लिने, क्लोज गर्ने। फेरि अर्कोमा जाने, धागो लिने, सिङ्गल क्रोसिया गर्ने है।